भगवानहरू नमस्कार। आज साउन 11 गते मेरो यात्रा चाहिँ मुक्तिनाथसम्मको लागि भनेर पोखरादेखि बिन्दवासिनी माताको दर्शन हुँदै म यहाँबाट चाहिँ मुक्तिनाथ प्रस्थान गर्दैछु। बाटोमा गाह्रो अप्ठ्यारो पर्ला, भगवानहरू हुनुहुन्छ, भगवान नै हुनुहुन्छ भनेर सकेपछि गाह्रो अप्ठ्यारो नपर्ला, त्यो उद्देश्यका साथ म चाहिँ यहाँबाट विश्व शान्तिका लागि र मानव एक हुन् र मानवले सबैको कर्तव्य सबैलाई रक्षा गर्नुपर्छ भन्ने हिसाबले चाहिँ मेरो एउटा त्याग भनौँ न, त्याग चाहिँ भगवानप्रति समर्पण, पैदल खाली खुट्टा नै मुक्तिनाथको चाहिँ भगवानको विष्णुको दर्शन गरौँ भनेर चाहिँ म लागेँ। ईश्वर हो। अब धेरै कुरा के भनौँ, गफ गरे जस्तो हुन्छ। अहिले म चाहिँ यहाँ काँडे आएको छु। काँडेमा आएर यसो चौतारामा बिसाइ फेरेर भोजन भनौँ न, फलाहार ग्रहण गरेर अब यहाँबाट म प्रस्थान गर्दैछु। अहिलेलाई यति भयो। फेरि भेटौँला है भगवानहरू। राम्रोसँग बस्नु। फेरि